Hello guys, today is the first day of my vlogging. आज चाहिँ यसो घुम्न जानु लाग्यो कहाँ भने अब त्यो हेर्दै जाउँला कहाँ जानु लाग्यो भनेर देखाइहाल्छु म भ्लगमा. In the midnight glow where the stars align, we lose ourselves in the rhythm divine. Underneath the sky painted with dreams, we're chasing the echoes of silent screams. Caught in the spell of the cosmic night, where fantasies bloom in the pale moonlight. We'll let go of all that we know and dance in the stardust's gentle flow. Dancing in the stardust, we're weightless and free in a world of wonders. Just you and me, lost in the moment. Our spirits ignite as we twirl in the magic of the cosmic light. Among constellations, we'll find our way. Through the celestial symphony, we'll sway. With every step, we leave our cares behind. In this celestial ballroom, love's defined. Caught in the spell of the cosmic night, where fantasies bloom in the pale moonlight. Dancing in the stardust, we're weightless and free in a world of wonders. Just you and me, lost in the moment. Our spirits ignite as we twirl in the magic of the cosmic light. The shimmering galaxies will find our way, guided by love's everlasting sway. With each celestial heartbeat, we'll dance on in this cosmic gate as we twirl in the magic of the cosmic light. As we twirl in the magic of the cosmic light, the shimmering galaxies will find our way, guided by love's everlasting sway. With each celestial heartbeat, we'll dance on in this cosmic gate as we twirl in the magic of the cosmic light. छैन कि यार यता बाटो छैन स्कुटर लिएर कता लैजाने झर्ना छैन त कुन झर्ना रे चिसेनी झरना हो कि यही झर्ना हो चक्क यहाँ आइयो होइन भ्यू चाहिँ बबालै देखिनेवाला छ अब मिठो छैन त भ्युज सिट चलाएर बाइक त तर अलि अगाडि नै राख्नु राख्यो भने हुने रहेछ ठिकै छ कस्तो स्पेसलिटी तिमी अगाडि गढेन मैले तिम्रो भिडियो नै आइरहेको छ च्याक्क हिरो भएर यहाँबाट टक्क झर्ना जाने झर्नामा यसो अलि अगाडि छ यार झर्ना जस्तोमा जाने हिँड हिँड भइरह
कस्तो भएपछि थाहा छैन होइन तर जे होस् बवाल आयो होला टक्कै यहाँबाट हेर्दा चाहिँ बवाल देखेछ तर हल्का यो क्लियर भएको भए चाहिँ अझै बवाल देखिन्थ्यो यो ठाउँ चाहिँ क्लियर भएको भए चाहिँ बवाल देखिन्थ्यो होइन क्लियर यो भन्दा काठमाडौँ कति क्लियर चाहियो होइन अलिक पानी पसानी परेर क्लियर हो बाटी यो यतिको क्लियर नै ठिकै हो हुन त देखिन चाहिँ बवाल देखेको छ आँखाले चाहिँ योभन्दा धेरै क्लियर नखोज पहिले काठमाडौँ म्याक्स लिमिट हो यो क्लियर यस गाइस कम हियर अरे उति देखाएको तिमीले त्यो के त्यो ढुङ्गाएर त्यो भनेको हाम्रो राजा पृथ्वीनारायण शाहको बेलामा के गरे भने थाहा छ बाटी के गरे हामी केही गरे होइन बाटो चाहिँ यो अन द वे टु यहाँबाट उता चाहिँ निकुञ्ज हो कि पोरहरू गरेर चाहिँ अलिकति पोरहरू धेरै गऱ्यो यार यो नेचरमा यस्तो गर्नु हुँदैन नेपालीको बानी हो होइन अन्त यहाँबाट चाहिँ हुन्छ गाइस यो चाहिँ निकुञ्जको हो होइन यस्तो गरेर गएका छन् तर जानु चाहिँ नहुने हो त्यही पनि अब नेपाली हो यति त गर्नै पऱ्यो नि बाटो एकदमै साँघुरो रहेको छ बाटो चाहिँ गाह्रै छ होइन अलिकता हिल चाहिँ लाएर आउनेलाई चाहिँ अलिक गाह्रो हुन्छ हामी जस्तो जुत्ता लाएर आउनेलाई चाहिँ केही गाह्रो छैन बाटोको अवस्था कति नाजुक छ त यार त्यस्तो यहाँ चाहिँ मरो नेटवर्क चाहिँ आइरहेको हो यसो झर्ना यस्तो फ्रेस हुनको लागि आएको हो यहाँ इनार सिनार नि छ होइन इनार रेखा चाहिँ यो चाहिँ खानेपानीको सायद हो कि के हो पनि खानेपानी सानीको होला सायद तिम्रो त ज्ञानमूलक भ्लग बनाउन लाग्यो भाइ हो अनि ज्ञानमूलक हुनु पऱ्यो नि त भ्लगमा त्यही हो हामी चाहिँ त्यस्तो हिँड्ने बानी पनि छैन त्यसै कारण अलिक धेरै हिँड्यो नि होइन त्यही पनि हल्का थकित चाहिँ भयो फेरि मान्छेले कहाँ यस्तो जङ्गल हिँड्छन् केटाहरू भन्ने नि होला तर त्यस्तो होइन यहाँ सानो झरना जस्तो टाइपको छ यसो झरना जस्तोमा घुमौँ हेरौँ भनेर मात्रै हो तर आज के बार हो सोमबार भएर पनि होला मान्छे अलिक शनिबार बिदाको दिन चाहिँ अलिक मान्छेहरूको भिड अलिक धेरै हुन्छ यहाँ पनि मान्छेहरू नुहाउनुको यसो पौडी सौडी खेल्नको लागि यसो पानी सानीमा घुम्नको लागि आउँछन् बाटो चाहिँ लास्ट यस्तो छ गाह्रो छ त्यहाँ गएपछि थाहा हुन्छ कस्तो देखिन्छ भनेर चाहिँ म त्यहीँ गएर देखाउँछु यो सिट भयो पहिला चाहिँ पानी बबालै आउँथ्यो र पौडी खेल्न मिल्थ्यो तर अहिले चाहिँ अफसोस पानी नै रहेनछ एक्सपेक्टेसन भर्सेस रियालिटी भइदियो यहाँ चाहिँ यहाँ पानी यहाँ पौडी खेल्न लिएर आएको मान्छेलाई फट्टु सट्टु लाएर पौडी खेल्न लिएर आएको मान्छेलाई नो पानी लिएर आउँछु रुममा यो झर्नाबारी हेरेर त 2 सिता छ यसमा के गरौँ म एक चम्चा पानी पनि छैन बारी ठिक छ अब अझै माथि जाने के हो
अझै माथि जाने हो? अझै माथि चाहिँ के सुनगन्डा छ बाडी त्यहाँ के यसो पोखरी छ घुम्न मात्रै हो यार फाइनल्ली हाम्रो चाहिँ चिया आयो अब हामी चिया हान्छौँ यस्तो राम्रो भ्यू हेर्दै भ्यूको मजा नै त्यो चियाको मजा चिया र गफ गर्छौँ सानो अब चाहिँ भ्लगिङ गर्न लाग्यो अब यति हो चिया चिया खायौँ अनि अब चाहिँ यहाँबाट चाहिँ अब घर जानु लाग्यो भ्लग चाहिँ अब यहीँबाट इन्ड हुन्छ होला धन्यवाद Celestial heartbeat to dance on in this cosmic gate as we twirl in the magic of the cosmic light.